चलो त निंगो बैर खा के कार्यक्रम हो रहा है हमारा। बैर त बाटो ना करो अट्रा पाकल बाकी कशिन कशिन बाई चलो चल चलो जाई ये बैर कनाची जत्रा खैबो ओट्रै खैनास लाट ओय होय ये हेर बाहेर चलो नेगो अभी खैटी खैटी जाई परल बिल्कुल बनो बनो झाड़ी झाड़ी ये दुईटा शिकारिन हिट अरे सक्कू खन्लो आटे यार ए हेरो लड़को हम का भेटा गिली यार अरे भेमटी हो कि का हो ये सिनी वो हियर एक ठो यहाँ बा कोहर जाइट जंगल सफारी है आज जंगल सफारी यहाँ च्याउ खनेको रहेछ नि च्याउ यता नि च्याउ खनेको रहेछन् पुरै च्याउ खनेको ठाउँ भेटीले बाटबक मार नि बोल्ठो यार बोलाउ त ओए हुई अब कसिक नेगा टोटा तब तो तू एक्कली बनो नानी हो यार बाघ होला जस्तो जंगल छ यार पुरै हेट के का रुखा हो ये संहारी बैर बैर खोजेको गिला यार खै देखाउ त ए भगत जी फोन ली ल आज ऐसी का तब बंधन वहाँ फुलवारी को थोड़ा बहुत भारी नहीं डाल के अतरे भारी डालना सब बहुत काम करने रहती है
एकदमै खतरा पुल है। नेपाल र इन्डिया जोड्ने पुल हो यो। यो मोहना नदीको पुल, काठे पुल। हिउँद महिनाको लागि बर्खायाममा त डुङ्गा चल्छ। त्यहाँ छ डुङ्गा, हो यो डुङ्गा चल्छ। यता नेपाल, यता भयो इन्डिया। यो सामान लिएर आउँदैछन् इन्डियाबाट। यता हो इन्डिया है। हाम्रो चाहिँ आजको सफारी इन्डियाको जङ्गलमा भएको थियो। इन्डियाको जङ्गल उता खोला पारी ऊ देखेको त्यो जङ्गलमा गएको थियौँ हामी है। जङ्गल सफारी हाम्रो है। जिन्दगीमा यस्तो यस्तो सफारी पनि गर्नुपर्छ। यो जङ्गल सफारी है। आम्मामा हेट जङ्गल सफारी हेट तेरी कठिन यात्राका साथ हामी केही मिठो फल पाउनलाई कठिन यात्रा गर्नुपर्छ भन्ने यहीँबाट थाहा हुँदैछ है। कठिन यात्रा पछि मिठो फल पाइन्छ भन्छन् है। हेर्दै जाउँ हामीलाई के मिठो फल पाउँछ। पहिलो यात्रा जङ्गल सफारी, फाइनली हामी राम्रै ठाउँमा आइपुग्यौँ। फाइनली केटा फल खै उयो फल फाइन पाइयो है। यो रुख हो, यो रुख हो, खाऊ न। ये हेरो आज एक जंगल सफारी में आज हम लोग का भेटिला एशियन चीज बात है यार। बैर से लेके रुखा यहाँ बा, ये रुखा यी हो, ये ल भिटामिन पाइयो है। एकदमै अर्ग्यानिक भिटामिन पाइयो, अर्ग्यानिक। धीरे से चौकी